यी तारहरू सबै तारले एउटै काम गर्ने भयो नि यो सबै तारहरूको कलर चाहिँ किन फरक फरक हुन्छ होला? हजुरले क्वेसन गर्नुभयो, क्वेसनको लागि धन्यवाद। यो कलर कोड हाम्रो रेड येलो ग्रीन ब्ल्याक आउँछ हैन। अनि यो रेड येलो ब्लू चाहिँ तीनटा कलर चाहिँ हामी फेजलाई युज गर्छौं र ब्ल्याक हामी न्युट्रललाई युज गर्छौं र ग्रीन चाहिँ अर्थिङलाई युज गर्छौं। यो अर्थिङको लागि चाहिँ यही साइजको हुन्छ कि अलि कुन साइजकोहरू चाहिँ युज गर्नुपर्छ अर्थिङको लागि? अर्थिङ कसरी युज गरिन्छ भने तपाईको यदि फेज र न्युट्रल हामीले 2.5 को हाल्दै छौं भने त्यसको हाफ 1.5 को चाहिँ हामी के गर्छौं अर्थिङलाई युज गर्छौं। जस्तो यो तीनवटै कलर फेजको लागि युज गर्दा चाहिँ यो जुनसुकै अवस्थामा सबै युज गर्न मिल्छ कि फरक फरक कन्डिसनमा यो फरक फरक कलरको चाहिँ युज फरक कन्डिसनमा पनि युज गरिन्छ। जस्तो हामीले 3 फेजको काम गर्दै छौं भने आर वाई र बी भन्छौं। रेड येलो ब्लू तीनटा फेज हुन्छ 3 फेजमा र एउटा न्युट्रल हुन्छ। आर वाई बी हामीले फेजलाई युज गर्छौं र ब्ल्याक चाहिँ हामी न्युट्रललाई युज गर्छौं। अनि घरको जुन पावर सकेट हुन्छ त्यो सकेट र स्विचमा त फरक फरक साइजको युज हुन्छ कि एउटै युज हुन्छ अथवा कुन कुन साइजको तारहरू चाहिँ नर्मली घरमा युज गर्ने गरिन्छ रेसिडेन्शियल घरमा अनि कमर्सियल टाइप्सको घरहरूमा चाहिँ कुन साइजको तारहरू चाहिँ बढी युज भइरहेको हुन्छ? हजुर, यो रेसिडेन्शियल अनि कमर्सियल भन्ने कुरा हुँदैन। हजुर, सबै ठाउँमा हामीले लोड कति छ, लाइटको लोड कति छ, पावरको लोड कति छ त्यसमा भर पर्छ। सिम्पल घरमा चाहिँ 1 mm युज गर्ने अनि त्यो ठुलो ठुलो ठाउँमा चाहिँ 4 mm युज गर्ने हैन। हाम्रो सिम्पल घरमा पनि कति एम्पियर लोड त्यो तारबाट बग्दैछ त्यो हेरेर चाहिँ हामीले कति एम्पियरको इक्विपमेन्ट युज गर्दैछौं त्यसलाई हेरेर चाहिँ हामीले यो तार प्रयोग गर्नुपर्ने हुन्छ। भनेपछि तार प्रयोग गर्नुभन्दा अगाडि चाहिँ आफूले कुन सामान चाहिँ त्यो ठाउँमा प्रयोग गर्दैछौँ अथवा कुन इक्विपमेन्ट चाहिँ प्रयोग गर्छौँ त्यसको आधारमा चाहिँ तारको साइज सेलेक्सन गर्नु पर्यो। हजुर। अनि यो न्युट्रल र फेजको लागि सेम साइजको तार हुन्छ कि अलिकति फरक साइजको युज गर्ने गरिन्छ? नर्मली वायरिङमा सेम साइजको प्रयोग गरिन्छ र अर्थिङलाई मात्रै जस्तो हामीले यो फेज र न्युट्रल 4 mm को हाल्दै छौं भने त्यसको हाफ कति भयो त 2 हुनुपर्ने तर 2 हाम्रो बजारमा पाउँदैन 2.5 पाउँछ र अर्थिङलाई हामीले 2.5 युज गर्नुपर्छ। भनेपछि यो सबै कलर अनुसार फरक फरक यसको आफ्नो पर्पस हुन्छ। कलर चाहिँ आफ्नै भूमिका खेल्नको लागि यो कलर फरक बनाएको हो तर तारको साइज चाहिँ जस्तो 1 mm भनेपछि ब्ल्याकमा पनि 1 mm कै थिकनेसको हुन्छ, ग्रीनमा पनि 1 mm को थिकनेस हुन्छ तर भूमिका फरक गर्नको लागि र तार चिन्नको लागि सहजै जो आए पनि चिनोस् भनेर यो कलर कोड चाहिँ फरक बनाएको हो। त्यही चिन्नको लागि मात्रै हो विशेष गरी चाहिँ। हुन्छ त यस, धन्यवाद।